ललितपुर जिल्लाको आज यो धापाखेल नागदहमा करिबन 2057 साल को उसमा काठमाडौँमा बसेर पढ्ने क्रममा म यो ठाउँमा चाहिँ साथीहरूसँग आएर पौडी खेल्ने माछा मार्ने जस्तो कार्यहरू गर्दथे। तर आज समय परिस्थितिले गर्दाखेरि आज म फेरि यो धापाखेलको यो नागदहमा आउन पाएँ। यहाँ आउँदाखेरि जुन मलाई विगतका सम्झनाहरू आयो। म पढ्ने स्कुल जाउलाखेलबाट हामी शुक्रबार शनिबारमा चाहिँ साथीहरूसँग घरमा चाहिँ बाबाहरूलाई नभनिकन यो ठाउँमा चाहिँ हामी पौडी खेल्न आउँथ्यो। मलाई त्यति पौडी खेल्न चाहिँ नआउने, तर म छेउ पौडी खेल्ने। मेरो साथीहरू यहाँसम्म जाने, यहाँको माछाहरू मार्ने कार्यहरू हामीले गरिन्थ्यो। र आज यो ठाउँमा आएर आउँदाखेरि यहाँ चाहिँ नागदह भनेर स्थापित पहिला नै भएको हो र अहिले रिसेन्टली यहाँको कम्युनिटी, यहाँको समुदायहरूले अहिले धेरै नै प्रोग्रेस गर्नुभएको रहेछ। तपाईँहरूलाई मैले यहाँको स्थानीयसँग र मैले बुझेअनुसार चाहिँ परापूर्व कालमा यो काठमाडौँ भ्याली चाहिँ पानी नै पानी, जो लेक विच इज सराउन्डेड बाई लेक भनेर नै पढियो। अब एट द टाइम मञ्जुश्री केम फ्रम चाइना, अनि त्यसपछि उहाँले चाहिँ चोबारको डाँडाबाट उहाँले यहाँ काठमाडौँ उपत्यकाको पानीलाई बाहिर पठाएर यो उपत्यकामा यो भ्यालीमा चाहिँ बस्ने लायकको बनाउनु भयो भन्ने हामीले कथन र हिस्ट्रीमा इभन सोसल स्टडीहरूमा पढेको र थाहा भएको कुरा पनि हो। अब अहिले आएर त्यो समयको र त्यति बेला पढेको कुराहरू र यहाँको स्थानीयसँग बुझ्दा यो नागदह चाहिँ कसरी रहन गयो भने, जब मञ्जुश्रीले काट्नुभयो त्यसपछि यो बग्ने पानी बगिसकेपछि अलिकति गहिरो ठाउँमा भएको हुनाले चाहिँ यो ठाउँमा चाहिँ नागदह रह्यो। यहाँ चाहिँ हाम्रो नागदहमा पनि कुन नाग भनेर चाहिँ चिनिन्छ भने बासुकी नाग यहाँ हुनुहुन्छ, विराजमान हुनुभएको छ। बासुकी नाग विच इज यो हिन्दू धर्मशास्त्र अनुसार नागपञ्चमीको दिनमा ठुलो मेला लाग्दछ। त्यसपछि को क्रम भनेको अर्को नागदह हजुर सबैलाई नै थाहा होला, फर्पिङमा जाने ठाउँमा तौरा नागदह भन्छ। यो वे टु दक्षिण काली जुन लेफ्ट साइडमा पर्दछ, त्यहाँको चाहिँ कर्तक शेष नाग भनिन्छ। यहाँ चाहिँ बासुकी नाग, यहाँ चाहिँ कर्तक नाग, त्यो तौरको। अनि तौरको कर्तक नाग र यहाँ यो बासुकी नाग दुवैजना मिलेर 12 वर्षको मेला मा चाहिँ पनौतीमा छ एउटा नागदह। त्यहाँ चाहिँ पनौतीमा भएको नाग चाहिँ एक्ज्याक्टली मलाई थाहा भएन,
तर पनौटीमा एउटा नागदह छ, त्यहाँ चाहिँ 12 वर्ष मेला लाग्दछ। त्यो 12 वर्षको मेलामा जानको लागि जुन दक्षिणकाली तौरामा रहेको कर्तक नाग र यहाँको बासुकी नाग मिलेर मरारिँदै हावाहुरी लिएर चाहिँ पनौटीमा भएको नागदह जहाँ 12 वर्ष मेला लाग्छ त्यो मेलामा जाने कथन चाहिँ हामीले सुनेका हौँ यहाँको स्थानीय बासिन्दाहरूको पुरानो मान्छेहरूसँग भनाइअनुसार। र यो ठाउँमा आएर आज मैले मेरो पूजनीय बाबालाई चाहिँ एकदमै मिस गरेको छु, किनकि मम्मी बारम्बार यो ठाउँमा लुक्दै पौडी खेल्न आउने, फेरि बाबा खोज्दै आउँदै यहाँ त पिट्दै घर लगेको यादहरू मलाई एकदमै याद आउँछ। त्यो यादले चाहिँ मलाई एकदमै आज सोचिरहेछु, एकदमै मिस गरिरहेको छु। म नियरली यहाँ 3 घन्टै हुन लाग्यो यो ठाउँमा आएर बसेको। म एउटा कामले विशेषमा यहाँ आएको थिएँ र आज धेरै वर्षपछि यो ठाउँमा आएर म यो भिडियो गर्न पाउँदाखेरि म आफैलाई एकदमै गरेछु, भाग्यमानी ठानेको छु देख्न पाएँ। र आशा छ यहाँको नागदह, यहाँको बासुकी नागले सबैलाई रक्षा गरून्। शुभ दिन, शुभ रहोस्।